So guys, यहाँ चाहिँ छ देउरा मैले पठाएको पार्सल हैन घरबाट हामीलाई यहाँ माथि पठाइदिएको खानु भनेर वाउ सब लीची डल्लै लीची एक कार्टुन आप काँचै छ भनेर होला लीची मात्रै पठाइदिएको लीची गाइस चढाउनु पर्छ चढाएर पठाएको होला त हामीले पनि चढाउनु हुन्छ अरे हो बुहारीले फेरि क्वाप्पै मुखमा हालिसकेको थियो अयो जो मेरो आमाले एप्पल कट रेडी बनाइराख्नु खानुपर्छ मेरो बुढाले ब्ल्याङ्केट हुँदैछ कायु ब्ल्याङ्केटबाट मैला चाहिँ बुई देखाउनु हुन्छ न लाई बुढा है यो चाहिँ हाम्रो घरको कुखुरा सल्ला आमा पनि निस्केको गाइजहरु कस्तो दामी दिन भयो माई लट ढल्छु होला म त आमाले अरूदेखि नै लानुहुँदैछ सासु मम्मीले मेरो जेठाजुले यहाँ मेरो पार्सल ल्याइदिइरहेको छ गाइज हो यहाँ भैयाले उयो बेसी ल्याउनु भएको रहेछ भैया 140 दिन्छु ल ए नभन्नु न 140 ठिकै छ दा आमा दामी दिन भयो मेरोले राख्नु रे लु गाइस धुलो सुलो पनि छैन रे मिठो छ ओसेको त छैन होला नि भैया कसरी पावा पर्यो खालको नि त आउँछ नि फेरि मलाई उयो गरेको अन्त 40 रुपियाँ 40 रुपियाँ ठिकै छ झालमुरी खाइरहन्छ दुवैपट्टि हुन्छ मुलाई पनि राखेको गाइस निरललाई गाइस यो चाहिँ मेरो पार्सल अघि रिसिभ गरेको दादाले ल्याइदिनु भएछ मेरो जेठाजुले हो अब यो खोल्न एक बाल्टी पानी थापेर लैजा कि अन्त पर सुली बगायो अन्त यहाँ ल्याएर पखाल्नु पर्छ ल सुली बोरा यहाँ लुगाहरू त अब सम्धिनी आयो चारो बनाउँदै गरेको के हुँदैन के हो अन्त त्यस्तो छ त अन्त सेतोमा पनि छ त गाइस त्यस्तो के हो यस्तो राख्नु थियो कसरी ल त यो यस्तो आएछ कि म फिक्स गरेर देखाउँछु ल अहिले आएछ फिक्स गरेर देखाउँछु ल म अहिले तपाईँहरूलाई यस्तो छ रहेछ बन्ने गाइस हाई गाइज वेलकम ब्याक टु माई च्यानल सो आज चाहिँ मैले भिडियोजहरू चाहिँ बिहानदेखिको अलिअलि क्याप्चर गर्दै थिएँ होइन तर इन्ट्रोडक्सन भिडियो बनाएकै थिइनँ नि त सो अहिले बनाउँदैछु अहिले चाहिँ हामी चिया खाएर बसिरहेको थिएँ म मेरो आमा हो अन्त मेरो बुढा चाहिँ उयाबाट जानुभएको छ सो त्यही हो आजको यस्तो सानोतिनो भ्लगहरू बनाएको छु सानो सानो होइन मेरो देउरानीले मलाई लिची पठाइदिएको अन्त मेरो पार्सल आएको अनबक्स गरेको होइन त्यो भिडियोहरू छ हेर्नुहोला स्टे ट्युन्ड सो गाइज अब चाहिँ म राम्ररी चियाहरू खाइसकेँ होइन अब चाहिँ हामी एकछिन वकमा जान आँटेको मेरो आमा हो बुढा पनि जाने वकमा मेरो बुढाले मलाई के भन्दै थियो भने दामा एक यस्तो एकछिन न गाइज हामी सिक्रेट कुरा गरिहाल्छु ल हाई गाइज सो आज चाहिँ दिन पनि यस्तो दामी भइरहेको छ त्यही भएर मेरो आमा पनि इभिनिङ वक गएको हो अन्तखेरि कस्तो दामी भइरहेको छ दिन आइएम अब्सेस्ड भनेर कस्तो दामी भएर क्या गाइज हेर्नु न वाउ
look at the sky. My mom, she went to the toilet every time. Kahin hinnu paryo toilet. Kaha janu paryo toilet. She is like that only. Oh bauju. So guys, mara ama chuna अब गएको वकमा हैमा एकछिन भए पनि हिँड्नु पर्छ नि त हो. वाकको कि फकमा गएको. Guys, it doesn't mean त्यो अर्को वाला है, which sounds अलिकति भए पनि यो. She is just making a lie भने. So yes. यो सोशल वाक गर्दैन के हो झाडुहरु बढाल्ने. जसले चाहिँ घर पनि बढाल्नु हुँदैन उले यहाँ बाटो बढाइदिन्छ अरे. अब सोच्नु है गाइस के भन्दैछ सुन्नुहोस् तपाईहरुले. मलाई भन्नु केही छैन. अलिकति हिँड्दैछ आज हुन्छ नि त तर. ऊपर हेर्नु त गाइस. हेलो गाइस छ. हामी चाहिँ दवाको माको एकछिन डाँडा गएको थियो कि बोलाक गर्छ हो. भरे आफू चाहिँ छैन हौ कहाँ. हाई गाइस भन्दै न. छिटो न. नमस्ते गर्दैछ हौ. आउनु आएको थिएन. बोलाक गर्छ कहाँ हराएको. दामी दिन भइरहेको छ आज. हामी चाहिँ गएको गाइस अब फेरि डाँडा चाहिँ ऊपर छ यहाँ भएर कस्तो दामी देख्यो नि ल. खै भन्नु भएन सुन्नु भएन. आज दामी भयो नि त दिन पनि मजा आयो. गाइस हाम्रो डाँडाको भ्यू चाहिँ यस्तो छ है. हामी चाहिँ पुग्न आँट्यो. डाँडा चाहिँ यहाँ हो गाइस. यहाँ मुनि चाहिँ बसेर चाहिँ एकदम के खानु हुँदैछ. सेलगुटी हेर्नु कस्तो घाम लागिरहेको होला. यहाँ त यस्तो घाम छ है. गाइसहरू अब चाहिँ हामी फर्केको. घाम बेसी भयो भने पनि यस्तो हुन्छ हो. बस्नु सक्दैन है. घाम लागेन भने पनि साह्रो पर्छ. घाम लाग्यो भने पनि यस्तो हुन्छ. के गर्नु गाइस हाम्रो गाउँ हेर्नु. गाइस हामी 2 जना भयो 3 जना भयो होइन. 3 जना बनाइदिनु पैसा त भइरहेको छु.